गाइस हिजो मैले तपाईहरुलाई भनिसकेँ एउटा सर्ट्स भिडियो चाहिँ युट्युबमा अपलोड गरेको थिएँ के भनेर भने मेरो चाहिँ फोनले हिजो के भिडियो बनाउँदै थिएँ है एडिट गर्दै थिएँ कि अनि एक्सपोर्ट गर्ने बेला हुँदाखेरि त ठ्याक्कै स्पेस नपुगेको सायो नोटिफिकेसन अनि गएर गेम्सहरु सबै डिलिट गरेँ पब्जीहरु अनि फ्री फायरहरु सबै डिलिट गरेँ अनि के रे त्यति गरेपछि म ठ्याक्कै एक्सपोर्ट गर्न आउँदा त मेरो भिडियोहरु केही छैन के सब ब्ल्याङ्क भइसकेको छ है सब ब्ल्याङ्क भएर केही छैन के मलाई यस्तो नराम्रो लाग्यो के अनि म त छ्या फोनै रिसेट भइदिएर अनि फेरि आइडीहरु खोलेँ अनि ब्लक ट्रीको अपडेटहरु चाहिँ म अहिले भनिदिन्छु है ब्लक ट्रीमा चाहिँ त्यस्तो खासै के थिएन अनि काठमाडौँबाट फर्केपछिको नेक्स्ट डेको ब्लग थियो नि त त्यसमा त काठमाडौँबाट म फर्केँ होइन मम्मीलाई मैले 4 बजीतिर एयरपोर्ट लगेर छोडेँ होइन अनि त्यसपछि म 6 बजीतिर जयपुरी आएँ मेरो गाडी चाहिँ 8 बजेको थियो अनि 8 बजेको हुँदाखेरि म 6 बजी 2 घन्टा अगाडि सकियो बिहान के गर्ने कसो गर्ने मलाई केही थाहा छैन तर मान्छेहरू यति धेरै थियो मलाई लास्टै भोक पनि लागिरहेको थियो मैले 1 ग्लास पानी समेत नखाइकन रुमबाट हिँडेको थिएँ होइन अनि म चाहिँ जुन गाडीमा आउँथेँ नि त्यही गाडीलाई फोन गरेँ होइन मतलब त्यो गाडीको मान्छे मैले चिनेको थिएँ नि त अनि मैले कल गरेपछि जयपुरीमै रहेछ कि म चाहिँ मात्र यस्तो पुलपट्टि थिएँ उचाल चाहिँ तल भइरहेछ आएँ मलाई लिएर गयो मेरो ब्याग पनि थियो अनि उसले उसको पैसाले चियासियाहरू खाँदै गर्थ्यो अनि त्यस्तै गर्दा 8 बज्यो अनि 8 बजेपछि चाहिँ हामी त्यहाँबाट हिँडेपछि चाहिँ हामी सिमले आएर खानासाना खायौँ अनि सिमले आइपुग्दासम्म चाहिँ मलाई नन भमिट भएको क्या साथीहरू यस्तो गाह्रो भयो होइन उसले मलाई कति भनेको थियो क्या दुध चिया नखाऊ बरु कालो चिया खाऊ अनि थुक्पा सुक्पा केही खाऊ चना अन्डा सन्डा खाऊ भने मलाई थुक्पा भन्ने चाहिँ मनै पर्दैन मेरो होइन अनि चना अन्डा मलाई त्यस्तो खासै पनि मन पर्दैन हेर्दै मलाई थुक्पा जस्तो लागेको थियो कि त्यो भएर मैले खाएन अनि मैले दुध चिया खाएँ होइन जसले चाहिँ मेरो ग्यास्ट्रिक मलाई यतिसम्म गाह्रो गरेँ क्या मैले भमिट गर्दिनँ क्या हत्तापत्ता गाडीमा होइन त्यही मैले भमिट गरेर म रुनु न हाँस्नु न बाँच्नु भयो क्या म त मेरो छेउमा बसेको दिदीले चाहिँ मलाई गाडी लास्टै लाग्छ होला मलाई लास्टै गाह्रो हुन्छ होला भने मलाई चाहिँ त्यो भमिट औषधि खानिदिनु भयो कि अनि त्यो पनि त्यो दिदीलाई नि औधी भमिट हुने रहेछ भमिट औषधि नै 3 चक्की खाइदिनु भएछ त्यही भएर भमिट भइरहेको थिएन अनि सिमले आएर खानासाना खायो मैले चाहिँ खाना खानु पनि थिएन मैले रोटी तरकारी खाएको थिएँ मैले रोटी तरकारी राम्रोसँग खाएन कि अनि एउटा मात्र रोटी खाएँ अनि अलिकति त्यो के अरे भटमासको तरकारी थियो होइन मैले भटमासको तरकारी खाएन बेसार दिएको थियो अचार पनि बेसार दिएको थियो एउटा अचारमा चाहिँ टिम्बुर थियो कि अनि मैले चाहिँ काँक्रा मात्र खाएँ होइन अनि त्यसपछि उसले चाहिँ मलाई आइसक्रिम किन्यो मैले आइसक्रिम खायो अनि अब त्यहीबाट चाहिँ नि यता घराएपछि मेरो घरमै गाडी हुन्थ्यो ताल लगेर हुन्थ्यो अनि भयो घुमेर आयो अनि अब यही हो ब्लक ट्रीको अपडेटहरू केही छैन अनि तर पछि चाहिँ सबजनाहरू चाहिँ त्यो गाडीमा चाहिँ धेरै थिएन कि भोजबाट अनि नभएपछि त्यो दिदी चाहिँ पछाडि यस्तो छिटो गाडी चलाएको थिएँ कि त्यो दिदीलाई नि पछि चाहिँ भमिट भयो अनि त्यो दिदी चाहिँ सिंहमारी हुनुहुन्थ्यो अनि त्यही थियो ब्लक ट्रीको अपडेट अब ब्लग 2 स्टार्ट हुन्छ है साथीहरू नमस्कार अब म चाहिँ भर्खर चिया बसालिरहेको छु अब चिया खान्छु त्यहाँ सानै बिहान उठेर सकेको छ म चाहिँ अब फ्रेस भएर चिया चिया खान्छु अनि अब ग्लासहरू पनि रहेछ रहेछ अब चिया चिया खायो फ्रेस भएर चाहिँ अनि म ब्लग स्टार्ट गर्छु आज प्राङ्क भिडियो लिउँ भनेर सोचिरहेको छु अब त्यो प्राङ्क चाहिँ मेरो हजुरआमासँग छ जुन प्राङ्कको चाहिँ म तपाईँहरूलाई देखाउने छु कस्तो हुन्छ हेरौँ हेर्सी नमस्ते साथीहरू म चाहिँ अघि नै खाना बनाएर खाइसकेको छु अनि अहिले चाहिँ रुम सरसफाइ अभियानमा छु हेर्न सक्नुहुन्छ होइन अनि म चाहिँ आज टक्क यो लुक्समा चाहिँ टक्क सरसफाइ गर्दैछु आँखामा पनि फोर्न परोस् फेस कपाल कोहीमा फोर्न पर्छ टक्क यसरी सफा गर्दैछु लेट्स सी मेरो रुमको हालत त्यस्तो छ अझै यो सब झरिरहेछ के अनि यो झरेको भएर चाहिँ यो सबलाई उस गरेर यो माथिको यो सब झारेर अनि उस गर्छु भने बसिछु अब म सरसफाइ गर्छु हजुरहरूले देखाउँछ हस् हेर्नुको लागि कृपया पक्नु म यो 2x मा राख्छु
गाइज अरूको घरबाट नेताको घरहरूबाट चाहिँ पैसा उठ्छ, मेरो घरबाट चाहिँ वाल पुटिङ उडिरहेछ है। लेट्स सी। म पुरै चाहिँ बनाउँदिनँ, मलाई लाज लागिसक्यो। यो चाहिँ यतिसम्म झारिसकेको छु, हेर्न सक्नुहुन्छ अहिले मेरो रुमको हालत। त्यही पनि अब फाइनल लुक देखाउँछ है साथीहरू म मेरो रुमको। अब चाहिँ म अब यो सब वाल पुटिङहरू सोरसार गरेर सब फाल्छु अनि गर्छु। उता पल्लो रुममा पनि त्यस्तै प्रब्लम थियो। अब त्यो झारेर कलर ल्यायो अनि मैले ड्याडीले कलर लाउनु चाहिँ ला भनिरहनु भएको छ, तर म लाउँदिनँ किनकि म अब एसी नसकुन्जेसम्म चाहिँ यो रुम बस्ने हो नि त। त्यही भएर मैले रुमलाई चाहिँ डेकोरेट पनि गरेको छुइनँ किनकि अब फ्यामिली नै हामी सबजना जानुहुन्छ पछि अब केटी पनि त्यो भएर हो साथीहरू रुमको फाइनल लुक्स सक्नुहुन्छ। मेरो बेडरुम यस्तो राम्रै राम्रै सफा भइसकेको छ। साथीहरू म चाहिँ सुत्छु, मतलब अब प्र्याङ्क पनि अब सुत्दै गर्छु होइन। किनकि मान्छे हजुरआमाको माथि प्र्याङ्क गर्छु भनेर सोचिरहेको थिएँ। हाम्रै घरहरू पनि अब म साथीसँग प्र्याङ्क गर्छु, त्यही डिजिटल प्र्याङ्क। हेरौँ कस्तो उसको ओपिनियन्सहरू आउँदो रहेछ। प्र्याङ्क चाहिँ तपाईँहरूले पनि थाहा पाउनुहुन्छ, म अगाडि भन्दिनँ। रेकर्ड गर्छु है साथीहरू। मैले चाहिँ लाइट अफ गरेर बेडमा आइसकेको छु। म चाहिँ प्र्याङ्क स्क्रिन रेकर्ड गरेर हजुरहरूलाई देखाउँछु। भनेको मान्छे अनिरहने रहेछ। अब हेरौँ के अरे अब मैले अनाएपछि तपाईँहरूले स्क्रिन रेकर्ड गर्छु ल। आइसकेको छ। अब म चाहिँ कोसँग प्र्याङ्क गर्छु त्यही स्क्रिन सेयर गरेर है। हेरौँ अब लेट्स सी कस्तो कस्तो रिप्लाई आउँछ। कल गरेछ अब एकजनाले प्र्याङ्क गर्ने ठ्याटे अब दुईजनाले गर्छु हेर्ने। प्र्याङ्क गर्छु भनेको चाहिँ प्र्याङ्क नै भएन। अब चाहिँ जस्तो प्र्याङ्क नै राम्रो भएन। त्यही पनि अब अर्कोचोटि अलि राम्रो प्र्याङ्क लिएर आउँछ है। त्यो साथीसँग प्र्याङ्क गरिरहेछ, कस्तो कस्तो रेस्पोन्स आउँछ है। मैले कलबाट गर्छु भने सोचिरहेको थिएँ, कलमा चाहिँ भइसकेको छ अनि त्यही भएर चाहिँ मेसेजहरू गरिरहेको छु। गाइज मैले चाहिँ तपाईँहरूलाई भनेको थिएँ होइन, मैले चाहिँ प्र्याङ्क भिडियो लिएर आउँछ अनि मैले चाहिँ मेरो प्र्याङ्क चाहिँ यो चाहिँ मेरो साथीसँग गरेर चाहिँ तपाईँहरूले यहाँ मेसेज हेर्न सक्नुहुन्छ है। मैले चाहिँ त्योसँग मेरो बिहेको प्र्याङ्क गरेको थिएँ क्या। म प्र्याङ्क गर्दा होइन त्योसँग गर्न नसकेर मलाई हाँस उठेको क्या। त्यहाँदेखि अगाडि चाहिँ मैले फोन कलमा गर्न नखोजेको थिएँ, तर मैले अर्को साथीसँग गरेको थिएँ कि भोइस चाहिँ राम्रोसँग सुनिँदैन रहेछ होइन। अनि मैले चाहिँ डिभाइस रेकर्डर नै अन गर्न बिर्सेछु, त्यही हेरेर अनि मैले चाहिँ मेसेजमा गरेको छु हेर्नुहोस् उसको मेरो प्र्याङ्क। म चाहिँ लास्टमा चाहिँ मैले प्र्याङ्कै गर्न सकिनँ क्या, त्यसले नि प्र्याङ्क गरे जस्तो चाहिँ लागिसकेको थियो होला। त्यही भएर लास्टमा चाहिँ गरी क्या रिसाउने ठाउँमा होइन। यो चाहिँ मेरो र मेरो बेस्ट फ्रेन्डको प्र्याङ्क भिडियो होइन। मैले चाहिँ तपाईँहरूलाई फर्स्टमै भनेको थिएँ हजुरआमासँग गर्छु म प्र्याङ्क भनेर, तर मैले हजुरआमासँग गर्न पाएन किनकि हजुरआमा चाहिँ घरमा हुनुहुन्न थियो होइन। तपाईँहरूले यहाँ सबै मेसेज हेर्नुहोस् अनि लाइक कमेन्ट गर्नु है। त्यसलाई म मेन्सन गरिदिन्थेँ तर के अरे त्यसको युट्युब च्यानल छैन। सो त्यही भएर हो यो प्र्याङ्क भिडियो चाहिँ हेरिदिनु होला होइन। प्र्याङ्क चाहिँ राम्रो छैन म मान्छु होइन, तर त्यही पनि प्लिज सपोर्ट गरिदिनु होइन। राम्रो भएको भए म भन्थेँ, अब राम्रै छैन प्र्याङ्क हेर्दै जानु होला कृपया सब होइन। अब प्र्याङ्क गर्न पनि कस्तो कस्तो लागिरहेको अब के भन्नु होइन। यो प्र्याङ्क गर्दाखेरि चाहिँ होइन त्यसले चाहिँ क्या मलाई साथीहरूसँग पनि भनिन्छ कि यस्तो गर्नु लागि चाहिँ मुस्कानले त यस्तो गरेछ ह्यान्ड त्यान भनिसक्यो है। अब तपाईँहरू हेर्नुहोस् यो प्र्याङ्क होइन। मेरो ब्याकग्राउन्ड साउन्ड आइरहेछ यिनीहरू किनकि हल्ला गरेर बसिरहेछ। जे भए नि होइन रमाइलो भयो मेरो लागि चाहिँ होइन। हजुरहरूलाई नरमाइलो लागे पनि अब अर्कोचोटि चाहिँ दमदार अब उस लिएर आउँछु, तपाईँहरू हेर्दै जानु होला।
प्रेजेन्टेसन डेट ब्याङ्क गर्न सकिनँ सो अहिले पछि भिडियो एडिटिङ गरेर हाल्छु अब चाहिँ म यसो खाजा बनाउँछु भटमास पिज्जा राख्छु त्यसलाई भुटेर चाउचाउ साउचाउ साँधेर खानु पर्यो